ओइ ठाडै छ त यार के हो यो गुगल म्यापले मलाई बर्बाद बनाउला जस्तो छ आम्मा टाढै उकालो बाटो आयो त यार सो हेलो एभ्रिवान आई होप यु गाइज अल आर डुइङ वेल अनि सन्चै आरामै राम्रै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै नै छु राम्रै नै छु मैले चाहिँ नयाँ जर्नी स्टार्ट गर्ने कोसिस गर्दैछु होप हजुरहरूले माया साथ सपोर्ट दिनुहुनेछ अनि अहिले चाहिँ भन्नुपर्दा कति बज्यो भन्दाखेरि ठ्याक्कै 4:30 भएछ अनि किनभने म अब राइडमा निक्लिसकेँ राइड सेयरिङ एपहरू चाहिँ अब दिनमा कति कमाइ हुन्छ कति बजे निक्लिन्छु के हुन्छ कस्तो हुन्छ हजुरहरूलाई अपडेट दिनको लागि होइन डेली भ्लग हाल्ने कोसिस गर्नेछु हजुरहरूको माया साथ सपोर्टको जरुरी छ मलाई होइन सबै कुराहरू नयाँ अब कति कुराहरू त मलाई पनि नआउला एडिटिङदेखि लिएर हरेक कुराहरूमा हजुरहरूको सल्लाह सुझावको प्रतीक्षा हमेसा रहनेछ अनि त्यही हो अब अहिले राइड लाग्यो होइन अब कहाँको राइड लाग्छ के लाग्छ कसो लाग्छ म हजुरहरूलाई अपडेट गराइ नै हाल्छु म लास्ट भिडियोसम्म चाहिँ साथ दिनु होला सपोर्ट दिनु होला के कस्तो लाग्छ कमेन्टहरू सब्सक्राइबहरू के कस्तो छ सबै कुरा गरिदिनु होला भन्न चाहन्छु म चाहिँ यो 12औं राइड लिन जाँदैछु है अनि अघि नै चाहिँ अब भनौँ न भिडियो स्टार्टहरू गरेँ अनि अलि साँझ थियो नि त अनि त्यसपछि रेकर्ड गरेँ त्यति बेला चाहिँ अनि अहिले चाहिँ उज्यालो नि भइसक्यो होइन उज्यालो कि 8:30 भइसकेछ म कति 4:30 बजेबाट निक्लेर 11 राइड भएँ अनि अहिले चाहिँ 12औं राइड लिन जाँदैछु 8:30 भयो अनि यो राइड चाहिँ छ वनस्थली जाने सो पिकअप गर्न जाँदैछु अनि त्यही हो के कस्तो हुन्छ हेर्दै गर्नु होला यसो मिठो गफ त गरिहालिन्छ अहिले है त पहिला पिकअप गर्छु म उहाँलाई के को बोरा हो र यो चामलको हजुर चामलको बोरा हो भयो फरेन ल यताबाटै जाउँ है खोला निस्किनु अनि खोला अलि मास्तिर माथिबाटै मामा भारी 1.1 किलोमिटर छ क्याफे गराउने बाइक त लन्ठङ हल्लिँदो रहेछ त बाइक त लन्ठङ हल्लिँदो रहेछ त नि यो भारी धेरै भएर अब तपाईँ पछाडि बस्नु भएको नि त त्यही भएर हल्लिन्छ क्या त्यही त समस्या हो त यस्तो अनकम्फर्टेबल हुने क्या सामानहरू बोक्दा त यार वनस्थलीबाट नि अर्को राइड लागिसकेको छ मेरो चाहिँ ठ्याक्कै लाएर होइन तर उहाँले भन्नुभएको छ लोकेसन बडा अपोजिटहरू हजुर हो बागबजार होइन त बागबजार होइन बस्नु के उठेरै जाने हो मेरो बा धुलो यहीँबाट भित्र छिराम है धुलो खानुभन्दा त बरु भित्री बाटो नै ठिक होला डर लाग्छ हो नडराउनु ढुक्क भएर बस्नु न मैले चलाएको जसरी बस्नु न अब कमिसन दिएन भने त अनि हामी कसरी काम गर्ने हजुर अनि कति थपेर दिन्छ ए त्यही भएर त रहेछ नि एक्सेप्ट गर्ने नत्र जाऊ 50 रुपैयाँ किलो एक्सेप्ट गर्छ यो संसारै स्वार्थी छ थाहा छैन तपाईँलाई जे कुरा नि स्वार्थ बिना केही कुराहरू नि हुँदैन क्या तपाईँसँग बोलेको त स्वार्थकै लागि बोलिरहेको छु म हो नत्र म चुबो लाएर तपाईँको डेस्टिनेसनमा पुऱ्याएर हिँडिहाल्थेँ नि होइन भन्नु त फेरि त्यसो भन्दै गर्दा समातेर त कहाँ राख्न सक्नुहुन्छ त भन्नु होला तपाईँले किन्नु भयो पाहुना लाग्न जानु भयो क्या हो पूजामा हजुर मेरो जस्तै पेसा ए बुढेसकालमा काम छैन के गर्नु अहिले यो जल्दो बल्दो हुनु त्यसलाई मात्रै हो
पैसा पैसा खाने के कमाउन आज कमायो भोलि रमायोवाला हो जोगाउन सकिँदैन नेपालमा 3 लाखकै जब भए पनि सकिँदैन नेपालमा जोगाउनलाई कमाइ देख्ने मात्रै हो कहाँ जान्छ आज कमायो अहिले मोबाइलतिर यताउति हेऱ्यो भने पैसा टन्न छ कमाएको तर गोजीमा सुक्को राम हुन्न बाहिर भयो नि त्यही 10,000 कमाए पनि जोगिन्छ त्यो हरेक कुराहरूलाई काम लाग्छ नेपालमा भनेको साथीभाइ भेट के भेट आफन्त भेट यताउति अनि भएको पैसा पनि उल्टो गोजी रितिन्छ अब तपाईँले भएर हस्पिटलबाट अब जबबाटै निक्लेर आएर कोसीले बोकेरै हिँड्नु पर्यो हेर्नु त हजुर उतै गरेर हालिदिँदा नि भइहाल्छ नि मेरो छँदै नि मेरो छ के हुँदा जाउँ बस्नु त हजुर छैन हजुर युट्युबमा हाल्नलाई हो तपाईँको हात चाहिँ के भएको त अनि मेरो हात भाग्यो लाइक मतलब के एक्सिडेन्ट भएर कि एक्सिडेन्ट भएर कि के भएर एक्सिडेन्ट भयो सिसाले अहिले चाहिँ कता हिँड्नु भएको अनि कता हिँड्नु भएको अहिले यता चाहिँ ए कुन कहाँ है ए हजुरको फ्री राइड हो क्या जानु आज अलि हजुर गोप्रोमा आउँदैन क्यामेरामा आउँछ सेम तपाईँलाई फ्री राइड हेर्नु नि हस् बाई बाई